नमस्कार साथीहरु, नमस्ते। आज म कागतीबारी सरसफाइमा जुटिरहेको छु। अब झार काट्ने काम भयो। मल हाल्ने उर्ने अब सर र मल हाल्नको लागि खाल्टा रेडी गरेको छु। माटो खनखोरस गरेर अलि नजिकै छ, त्यति धेरै छैन। अब टक्क यसलाई लेपन गर्ने, बोडो मिक्सचर छर्ने, अब सिँचाइ गर्ने, टक्क गरेर आइसल 15 देखि 20 कुइन्टलसम्म कागती टिप्ने लक्ष्य छ। 125 बोट छन् अहिले। यो वर्ष 20 बोट थपिन्छन्। मेरो यो कागती बारी हो। तपाईहरुको केही सल्लाह सुझाव भए मेसेज गर्नु होला। धन्यवाद।